아이 개동 루동 내진게 좀 다다미 개남동 로아 근제다 남치 참바 탐치게도 다게 최던 또 주대 냠수농아 조 냠비 삼바 상추조도 특제바당 제배권의 셈바라쇼 आकाश व्याप्त सम्पूर्ण प्राणीहरू दुःख र दुःखको हेतुबाट मुक्त गराई अनुत्तर सम्यक सम्बुद्धको ज्ञान प्राप्त गराउनको निमित्त यो कुशल सद्धर्मको देशना विधिपूर्वक सुनेर पालना गर्दछु भन्ने बुद्धिचित्तको सङ्कल्प सहित यो धर्म देशना श्रवण गर्नुहोस्। यसमा व्याख्या चर्चा गर्न गइरहेको धर्मदेशना सुखवती भुवनमा जन्म प्राप्त गर्न सकिने 4 प्रकारको हेतुहरू, 4 हेतुहरूको सन्दर्भलाई पनि मेरो आफ्नो बुझाइ र आफ्नो मनोमानी विचारले यहाँ प्रस्तुत गरेको नभइकन अहिले यो कर्म छाग्ने राग आशयको मूल रचना देमेन प्राणीधान मोलममा आधारित भएर यो 4 हेतुहरूको विषयमा यहाँ चर्चा गर्न गइरहेको छु। यो कर्म छाग्ने रिम्पोछेको देमेन मोलमको यो रचना पनि आफ्नो मनोमानी रचना, आफ्नो विचार अनुसारको रचना नभइकन भगवान बुद्धको सूत्र, अमिताभ सूत्र र पुण्डरीक सूत्रहरू, यस्तै प्रकारले अमिताभ आयुष तन्त्रको ग्रन्थ, गुरु रिम्पोछे पद्मसम्भवको जीवनी, जुन निधि धर्म पेमा कथाङहरूलाई आधार मानेर उहाँले यो देमेन मोलम, देमेन प्राणीधानको रचना गर्नुभएको हुनाले यो राग आशय स्वयं आफैले पनि आफ्नो विचारमा सीमित नभइकन बुद्ध वचन र शास्त्रहरूमा आधारित भएर रचना गर्नुभएको हुनाले बुद्ध वचनहरूमा कहिले पनि विश्वासघात हुँदैन, कहिले पनि धोकाबाज हुँदैन। यो सबै सधैँभर यो सत्यता हुन्छ। यस कारणले यो बुद्ध सुखावती भुवनमा, बुद्ध अमिताभको सुखावती भुवनमा जन्म प्राप्तको निमित्त यो 4 हेतु अत्यन्तै महत्त्वपूर्ण भएको हुनाले यसलाई यहाँहरूले राम्रोसँग ध्यान दिएर सुन्नु भएको छ र राम्रोसँग अभ्यास गर्नुभएको छ भन्ने मलाई विश्वास लागेको छ। तर पनि यो अत्यन्तै महत्त्वपूर्ण हो भनेर म फेरि पनि दोहोऱ्याएर यहाँलाई अवगत गराउन चाहन्छु। महासुखवती बुद्ध भूमिमा जन्म प्राप्त गर्ने मूल हेतु, मूल कारण, यसमा पनि कुनै पनि प्राणीले जीवनमा 5 प्रकारको असीमित महापाप गरेको व्यक्ति र धर्म, कुशल सद्धर्म परित्याग गरेको व्यक्ति, कुशल सद्धर्म विपरीतको कर्म गरेको त्यस्तो व्यक्तिहरूले सुखवती प्राप्त हुँदैन भन्ने होइन। त्यस्तो व्यक्तिहरूले पनि आफ्नो पुण्यहरू सञ्चय गर्दै गयो भने त्यस्तो व्यक्तिहरूले पुण्य सञ्चय गरेर फल प्राप्त नहुने भन्ने होइन। तर उसले गरेको कुकर्महरू शुद्धि हुनको लागि धेरै नै समय लाग्छ। जस्तै पाप कर्म गरेको व्यक्तिहरू पनि विधिपूर्वक धर्म अभ्यास गर्यो भने त्यो शोधन हुन सक्छ। जसको उदाहरण भगवान बुद्धको पालामा राजा अजातशत्रुले आफ्नो पिताको हत्या गरेको थियो। राजा अजातशत्रुले आफ्नो पिताको हत्या गरे तापनि पछि उहाँलाई पछुतापको अनुभूति भयो, उहाँले प्रायश्चित गर्नुभयो। त्यसपछि उहाँले धेरै पुण्य सम्भार गर्नुभएको कारणले आफ्नो बुवाको हत्या गरेको, कुकर्म गरेको पाप समेत पनि अन्तमा शुद्ध भएर उहाँ चाहिँ मुक्ति हुनुभएको थियो। त्यस कारणले पाप शुद्धि हुन सक्यो भने, प्रायश्चित गर्न सक्यो भने त्यो 5 महापाप गरेको व्यक्ति र सद्धर्मको मार्ग त्याग गरेको व्यक्तिहरू समेत पनि जसरी पनि सुखवतीमा जन्म लिन सक्ने बताएको छ। त्यो बाहेक अन्य त्यस्तो महापाप नगरेको व्यक्तिहरू त पुण्य सम्भार ढोग गर्ने यो सप्ताङ्ग विधिपूर्वक अभ्यास गर्यो भने
सुखावतीमा जसरी पनि जन्म लिन सकिने। यसमा पनि सुखावतीमा जन्म लिनुको मुख्य हेतु चाहिँ बोधिचित्तको चाहिँ सङ्कल्प गर्ने विधि बताएको छ। यसमा सुखावती भुवनमा रहनुभएको बुद्ध र बोधिसत्व सपरिवारहरू सबैको चित्तमा बोधिचित्तमा पनि परोपकारी भावनामा मात्रै सीमित नभइकन आकाश व्याप्त सर्व प्राणीहरूलाई नै दुःखको जीवन चक्रबाट मुक्त गराउनेको त्यो फराकिलो बोधिचित्त, यसलाई हामी महायान बोधिचित्त भनेर पनि भनिन्छौँ। यसमा मूल सार तत्त्व, महायान सिद्धान्तको मूल सार तत्त्व नै बोधिचित्त हो। बोधिचित्त धारणा गरेर सञ्चय गरेको पुण्य कर्मको प्रतिफल जसरी पनि सुखावतीमा जन्म लिन सक्नु भनेको हेतुफल अनुकूलताको सिद्धान्त हो रे। यो हेतुफल अनुकूलताको सिद्धान्त भएको हुनाले बोधिचित्तको सङ्कल्प गरेर यो 4 हेतु मध्ये पनि सुखावती भुवनको विषयमा हामीले चिन्तन मनन गर्ने, यसको लागि धेरै लामो समयको अध्ययन गरिरहनु, धेरै लामो समय ध्यान साधना गरिरहनु पर्ने, यसको अनुसन्धान गरिरहनु पर्ने आवश्यकता पर्दैन। मनमा भक्ति विश्वास चाहिन्छ अनि सुखावती भुवनको विषयमा चाहिँ हाम्रो मनमा चाहिँ चिन्तन हुनुपर्छ। यो विषयमा चाहिँ हामीले भावना गर्ने र अहिले हामी बसोबास गरेको यो मानव बस्ती जम्बुद्वीप जस्तो लोक धातु हो भन्ने सम्झिनु हुँदैन र पश्चिमी मुलुकहरूको एउटा विकसित राष्ट्र जस्तो हो भनेर सामान्य त्यसरी पनि सोच्नु हुँदैन। सुखावती भुवन भनेको त्यसमा भएको गुणहरू र विशेषताहरू असीमित भएको र यसमा जन्म प्राप्तिको लागि हामीले विधिपूर्वक मनमा भावना गर्ने, श्रद्धा भक्ति गर्ने अनि यो सप्ताङ्ग विधिहरू क्रमिक रूपमा हामीले अनुसरण गर्दै जानु पर्दछ। पुण्य सञ्चय गर्ने उपायहरूमा ढोग वन्दना गर्ने र पूजा वस्तुहरू अर्पण चढाउने विषयहरू यहाँ व्याख्या गरिरहेको छ। यसमा पनि ढोग गर्ने तरिका 3 द्वारबाट विधि पुर्याएर ढोग गर्दाखेरि पुण्य प्राप्त जसरी पनि हुन्छ। त्यसमा पनि शरण स्थान कसलाई ढोग गर्दैछ, शरण स्थान बुद्ध अमिताभ त्रिमूल र सपरिवारलाई स्मरण गरेर भक्ति विश्वास प्रकट गरेर ढोग गर्न सक्यो भने त्यो पुण्यको विशेषता, पुण्यको भिन्नता चाहिँ फरक पर्न जान्छ। कुनै पनि शरण स्थानलाई चिनेर महसुस गरेर मनबाट भक्ति जगाएर ढोग गर्दाखेरि र विधिपूर्वक 3 द्वारद्वारा ढोग गर्दाखेरि ढोग गर्ने तरिका एउटै भए पनि शरण स्थानलाई पहिचान गरेर स्मरण गरेर ढोग गर्दाखेरि त्यसमा पुण्यको विशेषताहरू धेरै नै फरक पर्न जान्छ, पुण्य फलमा फरक पर्न जान्छ। र पूजा वस्तु अर्पण गर्ने विषयमा पनि गुण सम्पन्न लक्षण सम्पन्न स्थानमा चढायो भने त्यो पुण्य फल पनि फरक पर्न जान्छ। गुण सम्पन्न लक्षण सम्पन्न स्थानमा हामीले बुद्ध बोधिसत्वहरू, बुद्ध अमिताभ त्रिमूलहरूलाई हामीले गुण लक्षण सम्पन्न स्थानमा प्रत्यक्ष रूपमा चढाउने, मनले कल्पना भावना गरेर चढाउने वस्तुहरू अर्पण गर्दाखेरि आध्यात्मिक पुण्य प्राप्त हुन सक्ने। मूल कुरा चाहिँ मनको सदाशयमा निर्भर हुन जान्छ। मन फराकिलो र मन भक्ति विश्वासद्वारा र शरण स्थानलाई आफूले अर्पण गर्न गइरहेको स्थानलाई राम्रोसँग चिनेर गुण र लक्षणलाई राम्रोसँग अनुभूति गरेर चढाउन सक्यो भने पूजा वस्तु सानो मात्र भए पनि पुण्य आध्यात्मिक ठुलो प्राप्त हुन सकिने। र पूजा वस्तु सुन चाँदी जस्तो बहुमूल्य वस्तु चढाए तापनि मनको भावनाले स्थानलाई चिन्न नसक्ने, गुणको विशेषतालाई चिन्न नसक्ने, भावना गर्न नसक्ने तरिकाबाट चढायो भने पूजा वस्तु बहुमूल्य भए पनि पुण्य चाहिँ सीमित मात्रै हुनेछ। र पूजा वस्तु सानै भए पनि मनको भावना फराकिलो र भक्ति विश्वास बलियोको आधारमा अर्पण गर्न सक्यो भने त्यो पुण्यको प्रतिफल चाहिँ धेरै फराकिलो भएर जान्छ। यो सप्ताङ्ग अभ्यास पुण्य सञ्चयको कुनै पनि उपायहरूको फललाई व्यापक रूपमा प्राप्त गर्नको तरिका नै मनको सदाशयले निर्धारण गर्दछ भन्नुहुन्छ। हामी बौद्ध
धर्म परम्परा र हिमाली जनसमुदायमा आर्य अवलोकितेश्वरको मणि प्रार्थना, मणि मन्त्र जप र गुरु रिम्पोछे पद्मसम्भवको भक्ति विश्वास मन्त्र जप गर्ने परम्परा अत्यन्तै व्यापक र अत्यन्तै गहिरो आस्था रहिआएको छ। यसको धेरै धेरै अर्थहरू नबुझिए तापनि पिता पुर्खादेखि यसको निरन्तर संस्कार रहिआएको कारणले गर्दा यसप्रति निकै नै ठुलो गहिरो प्रभाव परेको देखिन्छ। र मणि मन्त्र पाठ गर्ने आर्य अवलोकितेश्वरको मणि मन्त्र जप गर्ने बेलामा पनि अमिताभ बुद्धलाई प्रार्थना गरेकै पुण्य प्राप्त हुन्छ। किन भन्दाखेरि आर्य अवलोकितेश्वर फपचें ऋषि नै अमिताभ बुद्धको निर्वाणकाय हुनुहुन्छ र अमिताभ बुद्धको निर्वाणकाय आर्य तारा देवी पनि हुनुहुन्छ र गुरु रिम्पोछे पद्मसम्भव पनि आर्य बुद्ध अमिताभकै निर्वाणकाय हुनुहुन्छ। यो जम्बुद्वीप अहिले यो मनुष्य लोक धातुमा अमिताभ बुद्ध नै आर्य अवलोकितेश्वरको रूपमा आगमन हुनुभएको हो। यो जम्बुद्वीपमा आर्य तारा देवी नै अमिताभ बुद्ध नै आर्य तारा देवीको रूपमा आगमन हुनुभएको, प्राणी उद्धारको निमित्त फरक स्वरूपमा उहाँहरू आगमन प्रकट हुनुभएको मात्रै हो। र यसरी हामीले यो गुरु रिम्पोछेलाई पनि साङ्गे कुन्ड्यु सम्पूर्ण बुद्धहरूको समुच्चय भन्ने गर्दछ। त्यस्तै प्रकारले आर्य अवलोकितेश्वरलाई पनि साङ्गे कुन्ड्यु, कुञ्चु कुन्ड्यु, रत्न समुच्चय सम्पूर्ण बुद्धहरूको एकाग्र स्वरूप भनेर भन्ने। यो भन्नुको कारण के हो भन्दाखेरि यसमा बुद्ध अमिताभको सुखावती भुवन चाहिँ सम्पूर्ण लाखौं करोडौं बुद्ध भूमिहरूको पनि गुण सम्पन्न लक्षण सम्पन्न भुवन हो र त्यसमा विराजमान हुनुभएको बुद्ध अमिताभ पनि लाखौं करोडौं संख्यको बुद्धहरूमा भएको गुण र लक्षण सम्पन्न बुद्धको विशेषता भएको हुनाले र गुरु रिम्पोछे र आर्य अवलोकितेश्वरहरू पनि बुद्ध अमिताभ भन्दा अभिन्न नभएको कारणले, फरक नभएको कारणले गर्दाखेरि उहाँहरू पनि बुद्ध सम्पूर्ण बुद्धहरू समुच्चय एकाग्र हो, एकाग्र बुद्धहरूको एउटा एकाग्र स्वरूप हो र सम्पूर्ण रत्न त्रिरत्नहरूको एकाग्र स्वरूप हो भनेर हामीले त्यसरी बुझ्नुपर्ने हुन्छ। र उहाँहरू अरू अन्य बुद्धहरूको पूजा प्रार्थनाहरू भन्दा गुणको विशेषताहरू धेरै ठुलो छ, धेरै फरक छ र यसको वास्तविकतालाई हामीले एउटै हो, बाहिरी स्वरूप मात्रै, बाहिरीको स्वरूप चाहिँ आर्य अवलोकितेश्वर। वास्तविक दृष्टिमा हेर्ने हो भने बुद्ध अमिताभ नै हुनुहुन्छ। बुद्ध अमिताभ वास्तविक दृष्टिमा बुद्ध अमिताभ हो भने बाहिरीको स्वरूपमा मात्र आर्य अवलोकितेश्वर हुनुहुन्छ, बाहिरीको स्वरूपमा मात्र गुरु रिम्पोछे पद्मसम्भव हुनुहुन्छ। र आर्य बुद्ध अमिताभको निर्वाणकाय उहाँहरू मात्रै सीमित होइन, यो जम्बुद्वीप जस्तो शुद्ध बुद्ध भूमिहरूमा अनगिन्ती बुद्धहरू सबै बुद्ध अमिताभकै निर्वाणकाय उहाँकै स्वरूप हुनुहुन्छ। यसकारण मैले यहाँनिर चाहिँ बुद्ध अमिताभको प्रार्थना, बुद्ध अमिताभको साधना गर्नुपर्छ भनिरहँदाखेरि अब मणिहरू जप गर्नु नपर्ने, वज्रगुरु साधनाहरू गर्नु नपर्ने भन्ने अर्थ होइन। वज्रगुरु मन्त्र जप गरे पनि बुद्ध अमिताभलाई कोही मन्त्र जप गरेको, बुद्ध अमिताभकै पूजा गरेको पुण्य प्राप्त हुने। मणि मन्त्र जप गर्दा, आर्य अवलोकितेश्वरको प्रार्थना साधना गर्दा पनि बुद्ध अमिताभकै प्रार्थना साधना गरेकै पुण्य प्राप्त हुन्छ। किनभने बुद्ध अमिताभसँग चाहिँ अभिन्न हुनुहुन्छ उहाँहरू भनेर बुझ्नु पर्दछ। विधिहरू मध्ये आजको प्रसङ्ग चाहिँ तेस्रो नम्बरमा पाप शुद्धिकरण गर्ने, पाप प्रायश्चित गर्ने अथवा पाप कठिन गर्ने भन्ने विषयमा प्रवेश भएको छ। किनभने पाप कर्मको फल चाहिँ प्रतिफल चाहिँ अप्रिय हुन्छ, अप्रिय फल हुन्छ र पुण्य सञ्चयको सिलसिला सँगसँगै पाप प्रायश्चित गर्ने विधि पनि यो सँगै जोडेर आउँछ। पाप प्रायश्चित गर्नाले मात्र चाहिँ हामी अप्रिय फलबाट, अप्रिय फलहरू भोग्नु नपर्ने त्यस्तो समस्याहरूबाट मुक्त हुन सकिने। यसको सिलसिलामा अहिले पुण्य सञ्चयकै सिलसिलामा पाप प्रायश्चित गर्ने विधि र यो बुँदा चाहिँ अत्यन्तै महत्त्वपूर्ण हुन्छ।
हामी जन्मिसकेपछि संसारमा दुःख सुखहरू सबैले भोग्ने गर्छ र पाप प्रायश्चित गरिएन भने यसको प्रतिफलले गर्दाखेरि अप्रिय अथवा दुःख र समस्याहरू झेल्नुपर्ने हुन्छ। यो समस्या समाधानको लागि चाहिँ पाप प्रायश्चित गर्नै पर्दछ। यस कारणले गर्दा यो बुँदामा पाप प्रायश्चित गर्ने विधिको विषयमा यहाँ चर्चा गरिन्छ। पाप प्रायश्चित गर्ने विधिमा पनि पुण्य सञ्चयकै माध्यमबाट पाप कर्मलाई प्रायश्चित गर्ने हो, शुद्धिकरण गर्ने हो। पुण्य सञ्चय गर्नेले मात्र सीमित पाप कर्महरूलाई शुद्धिकरण गर्न सक्दैन। त्यसको तरिका बुँदागत रूपमा 4 बल उपायको माध्यमबाट पाप कर्महरू प्रायश्चित गर्ने विधि धेरै ग्रन्थहरूमा उल्लेखित भएको छ। कुनै पनि व्यक्तिले 4 धर्मयुक्त भएर पुण्य सञ्चय गर्न सकेमा जस्तो पाप कर्म पनि प्रायश्चित भएर जानेछ भनेर धर्म ग्रन्थहरूमा उल्लेख भएको छ। त्यो 4 प्रकारको उपाय बलहरू चाहिँ के हुन् भन्ने सन्दर्भमा यसमा चाहिँ 4 प्रकारको उपायहरू बताएको छ। त्यसमध्ये आजको प्रसङ्ग चाहिँ पहिलो बल न्यम्बकुन्दु चेवितोप भनेर चाहिँ प्रत्यक्ष रूपमा पाप कर्मको प्रतिकार गर्ने उपाय बल, प्रत्यक्ष रूपमा पाप कर्महरूलाई प्रतिकार गर्ने उपाय बलको बारेमा आजको सन्दर्भमा यहाँ व्याख्या गरिन्छ। जस्तै मन्डो साधना गर्ने बेलामा वज्र सातोको ध्यान जपको माध्यमबाट अनि पाप कर्मलाई प्रायश्चित गर्ने उपायहरू बताएको छ। र बोधिचित्तको धारणा, बोधिचित्तको अभ्यास, परोपकारी बोधिचित्तको अभ्यासको माध्यमबाट पनि पाप कर्महरूलाई प्रायश्चित गर्नेको उपायहरू बताएको छ। तर बोधिचित्तको सङ्कल्प र बोधिचित्तको धारणा बिना त पाप कर्म शुद्धिकरण अथवा प्रायश्चित गर्ने सम्भव हुँदैन। र त्यो पनि अहिले यो ग्रन्थमा उल्लेख भएको जस्तै यो जीवनमा आफूलाई जन्म दिनुहुने माता पिताको अगुवाईमा सर्वप्राणी भन्नाले आकाशव्यापी सर्वप्राणीहरू कुनै न कुनै जन्ममा माता र पिता नभोगेको कुनै प्राणी पनि बाँकी छैन, कुनै पनि प्राणी छैन माता पिता नभएको। यसकारण यी समस्त माता रूपी सबै प्राणीहरूको आफूले गरेको पाप कर्म मात्र शुद्धिकरण गरिने उद्देश्यले चाहिँ प्रायश्चित गर्नु हुँदैन। माता रूपी आकाशव्यापी सबै प्राणीहरूले गरेको पाप कर्महरू प्रायश्चित होस् भन्ने त्यो सङ्कल्प नै के हो? बोधिचित्तको सङ्कल्प हो। त्यस्तो बोधिचित्तको सङ्कल्प सहित प्रायश्चित गर्ने विधिलाई अवलम्बन गर्न सक्यो भने त्यसले साँच्चै नै प्रतिकार गर्न सक्छ। प्रतिकार गर्नेको एउटा बलियो उपाय बन्न सक्दछ भनेर बताउनु भएको छ। पाप कर्म गर्ने समयको अवधि हामी सानो सानो बालक उमेरमा गरेको पाप कर्महरू हामीलाई स्मरण हुँदैन। अलि ठुलो हुँदै गएपछि हामीले गरेको कति धेरै पापहरू हामीले गर्यौँ, त्यसलाई स्मरण गर्दाखेरि त्यो यो अवस्थासम्म आइपुग्दाखेरि हामीले कति प्रकारको पाप कर्महरू गर्यौँ। र यो जन्म मात्रै होइन, कयौँ पटकको जन्मदेखि नै हामीले त्यस्तो पाप कर्महरू धेरै गर्दै आयौँ, जसको फलस्वरूप आज हामी यो संसार चक्रमा छौँ। र यो संसार चक्रमा छौँ र हामीले यो पाप कर्महरू विगतमा गरेको पाप कर्महरूलाई प्रायश्चित गरेनौँ भने हामीले फेरि पनि यसको फल चाहिँ हामीले अप्रिय फल चाहिँ भोग्नुपर्ने अवस्था आउँछ। र पाप प्रायश्चित गर्ने बेलामा पाप कर्मलाई प्रायश्चित भनेको शुद्धिकरण गर्ने अथवा कठिन गर्ने बेलामा अनादिकालदेखि नै जन्मदेखि नै मैले गर्दै आएको सम्पूर्ण पाप कर्महरूलाई म चाहिँ प्रायश्चित गर्दछु भन्ने भावना लिएर प्रायश्चित गर्नुपर्छ। र मैले भविष्यमा गर्ने पापहरू पनि अहिले नै प्रायश्चित गर्छु भन्ने विचार चाहिँ लिनु हुँदैन। भविष्यमा हिजोदेखि नै गर्दै आएको पाप कर्महरू, अहिले गरिरहेको पाप र भविष्यमा पनि गर्न गइरहेको पापहरू पनि अहिले प्रायश्चित गर्छु भन्यो भने त्यो भविष्यमा फेरि पाप गर्छु भन्ने सङ्कल्प लिएको जस्तो अर्थ लाग्छ। त्यसकारण पाप कर्महरू चाहिँ हिजोदेखि विगतदेखि
भूतकालदेखि अहिलेको वर्तमान अवस्थासम्म गरेको पापहरू चाहिँ प्रायश्चित गर्ने हो। पुण्य कर्मको चाहिँ हिजो भूतकाल वर्तमानकाल र भविष्यकालसम्मकै पुण्य कर्मलाई सङ्कल्प गरेर अनुमोदन गर्न सकिन्छ। तर पाप कर्मको सन्दर्भमा भूतकाल र वर्तमानकालको पाप कर्मलाई मात्रै प्रायश्चित गर्न सकिन्छ। भविष्यमा आउने पाप कर्मलाई पनि प्रायश्चित गर्छु भन्ने सङ्कल्प गर्यो भने भविष्यमा म फेरि पनि पाप गर्छु भन्ने प्रकारको अर्थ लाग्ने भएको हुनाले पुण्य कर्म चाहिँ तिनै कालको पुण्य कर्मको अनुमोदन गर्न सकिन्छ, त्यसलाई परिनामना गर्न सकिन्छ भने पाप कर्म चाहिँ भूतकाल र वर्तमान कालको पाप कर्मलाई मात्रै प्रायश्चित गर्न सकिन्छ भनेर भन्नुहुन्छ। पाप कर्महरू धेरै प्रकारको अनगिन्ती पाप कर्महरू हुन्छन्। समग्रमा 10 प्रकारको अकुशल पाप कर्महरूमा सबै समेटेर यहाँ व्याख्या गरेको छ। 10 प्रकारको अकुशल पाप कर्महरू मध्ये पहिलो शरीरबाट हुने 3 प्रकारको अकुशल पाप कर्महरू, त्यसमा पनि प्राण हत्या गर्नु, चोरी गर्नु र व्यभिचारी गर्नु, यो 3 प्रकारको पाप कर्महरू प्रत्यक्ष रूपमा शरीरबाट हुने भएको हुनाले शरीरबाट प्राण हत्या गर्नु, शरीरबाट चोरी गर्नु र शरीरबाट व्यभिचारी गर्ने, यो 3 प्रकारको पाप कर्महरू। यसमा प्राण हत्या, प्राण सबै प्राणीहरूमा चाहिँ प्राण हुन्छ र प्राण भनेको फेरि चित्त विज्ञानको आश्रय पनि हो। चित्त विज्ञानको आश्रय नै प्राण हो र अभिधर्म कोशमा अलिक फरक तवरले प्रस्तुत गरिएको छ, फरक तवरले। तर चित्त विज्ञानको आश्रय नै प्राण अङ्ग भएको हुनाले त्यो प्राण हत्या चाहिँ गर्यो भने, जस्तै भिक्षुहरूको पनि भिक्षुनीहरूको भने प्राण हत्या गर्यो भने शील भङ्ग हुने प्रसङ्गमा पनि त्यसमा पनि कुनै प्राण हत्या गरेर शील भङ्ग हुने, प्राण हत्या गरेर शील भङ्ग नहुने, त्यस्तो फरक विशेषता फरक छ त्यसमा। तर मुख्य कुरा आफ्नै हातले हत्या नगरेको कारणले गर्दाखेरि, आफ्नै हातले प्राण हत्या नगरेको कारणले गर्दाखेरि हत्या गरेको पाप लाग्दैन भन्नु चाहिँ गलत हो, गलत बुझाइ हो। स्वयं आफ्नै हातले कुनै पनि प्राणीको प्राण हत्या नगरे तापनि अरूलाई प्राण हत्या गर्न लगाउनु जस्तो, अरूले हत्या गरेकोमा आफू खुसी हुनु जस्तो, अरूले हत्या गरेको प्राणी आफूले पनि भोग गर्नु जस्तो गरेमा पाप चाहिँ बराबरै लाग्ने कुरा प्रष्ट रूपमा उल्लेख छ। जस्तै यहाँ कति प्राणीहरूको हत्या हुन्छ, कुखुरा, बाख्रा, खसी, भैँसी इत्यादि प्राणीहरूको कयौँ प्राणीहरूको प्राण हत्या गर्ने गर्छ। त्यो आफू स्वयंले गएर हत्या नमारे तापनि अरूले मारेको हत्या गरेको प्राणीलाई आफूले भोग गर्दाखेरि पाप चाहिँ उत्तिकै लाग्ने। कुनै होटेलहरूमा एक दिनमै 100औं मान्छेहरूले भोजन ग्रहण गर्ने गर्छ। त्यसमा कति धेरै मान्छेले खाना खाएकै कारणले गर्दाखेरि पशुहरूको प्राण हत्या गर्ने गर्छ। यदि चाहिँ भोग नै नगर्ने, खाना नै नखाने, मासु मांस नै नखाने हो भने चाहिँ ती प्राणीहरूको हत्या नहुने थियो। खाने कारणले गर्दाखेरि नै, मासु खाने कारणले गर्दाखेरि नै ती असङ्ख्य प्राणीहरूको प्राण हत्या भएको छ। यसले गर्दाखेरि भोग गरेको कारणले, हामीले चाहिँ मासु मांसहरू प्रयोग गरेको कारणले गर्दाखेरि ती प्राणीहरूको हत्या भएको छ। त्यसले गर्दा पनि हत्या गरेको पाप कर्म चाहिँ हामीलाई लाग्छ। त्यस्तै प्रकारले चोरी गर्ने कर्म पनि त्यस्तै हो। फेरि आफू आफ्नै हातले प्रत्यक्ष रूपमा चोरी नगरे तापनि अरूलाई चोरी गर्न लगाउनु, अरूलाई चोर्न पठाउनु, अरूलाई चोर्न सिकाउनु, अरूले चोरी गरेर ल्याएको वस्तु आफूले उपभोग गर्नु, म पनि आफूले स्वयंले चोरी नगरे तापनि चोरी गरेको पाप लाग्छ भनेर भन्नुहुन्छ। शरीरबाट हुने 3 प्रकारको अकुशल पाप कर्महरू मध्ये व्यभिचारी कर्म भनेको कुनै पनि अनैतिक सम्बन्ध राख्नु हो। गृहस्थी उपासक उपासिकाहरू भने आफ्नो श्रीमान, आफ्नो श्रीमती बाहेक अरू व्यक्तिसँग अनैतिक सम्बन्ध राख्नु चाहिँ व्यभिचारी हो। अथवा उमेर नपुगेको व्यक्तिहरूलाई चाहिँ बलात्कारी जस्तो अनैतिक सम्बन्ध राख्यो भने त्यो चाहिँ व्यभिचारी हुन जान्छ। गृहस्थी उपासक उपासिकाहरूको हकमा व्यभिचारी गर्नु हुँदैन।
भने भिक्षुणीहरूको हकमा त बेविचारीको कुरा नै छैन, ब्रह्मचारी हो उहाँहरू। ब्रह्मचारी भएको हुनाले बेविचारीको कुरै आउँदैन। गृहस्थीहरूको हकमा चाहिँ बेविचारी कर्ममा संलग्न हुनु हुँदैन भन्ने प्रसङ्ग हो। र यसमा शरीरबाट हुने यो 3 प्रकारको अकुशल पाप कर्महरू पनि 4 प्रकारको उपाय बलहरूको माध्यमबाट यसलाई प्रायश्चित गर्यो भने यो अवश्य पनि प्रायश्चित हुन सक्ने बताएको छ। यो 4 प्रकारको उपाय बलहरू सम्पन्न भएर यसको विधिबाट प्रायश्चित गराउन सक्यो भने यो सम्पूर्ण शरीरबाट गरेको 3 प्रकारको अकुशल कर्महरू शुद्ध भएर जान सक्ने त्यस्तो विशेषताहरू बताएको छ। त्यसमा पनि भद्राचार्य प्रणिधानमा अहिले साधना गरेर पुण्य अभ्यास गरेको व्यक्तिहरू मृत्यु हुने बेलामा सम्पूर्ण पाप कर्महरू चाहिँ नष्ट भएर जाने कुरा उल्लेख भएको छ। सम्पूर्ण पाप कर्महरू नष्ट हुन्छ त्यति बेला चाहिँ बुद्ध अमिताभ साक्षात दर्शन भएर मृत्यु हुने अवस्थामा बुद्ध अमिताभ बुद्ध साक्षात रूप दर्शन प्राप्त भएर अनि आफ्नो जीवनमा गरेको सबै पाप कर्महरू एकै चरणमा चाहिँ नष्ट हुन सक्ने अनि त्यसपछि मात्रै बल्ल चाहिँ सुखावती भुवनमा पुग्ने। पाप नष्ट नभएको व्यक्ति सुखावतीमा पुग्न सक्दैन। सुखावती भुवनमा पाप नै बोकेर सुखावतीमा जाने भन्ने हुँदैन। जस्तै अहिले उदाहरणको लागि हामी त कुनै कुनै जन्ममा पशु लोकमा जन्मेको जन्ममा गरेको पापको विपाकको फलहरू अहिले मनुष्यमा आउँदा पनि भोगिरहेको हुन्छ त्यसको फलहरू। तर सुखावतीमा त्यस्तो हुँदैन। यहाँ गरेको पुण्य कर्मको फल मात्रै त्यहाँ भोग्ने हो। त्यो अपुण्य कर्मको पाप कर्महरूको फल चाहिँ सुखावतीमा भोग्ने भन्ने हुँदैन। सुखावतीमा पाप कर्मको नाम वासना नै छैन। यहाँ गरेको पाप कर्मको फल जति चाहिँ यहीँ सिद्धिएर बल्ल सुखावतीमा पुग्ने भन्ने हुन्छ। पाप कर्म क्लेश नै बोकेर सुखावतीमा पुग्ने भन्ने प्रसङ्ग चाहिँ हुँदैन। यस कारणले गर्दाखेरि अहिले हामीले जसरी चाहिँ पाप प्रायश्चित गर्ने बेलामा पनि पुण्य सञ्चयकै माध्यमबाट पाप कर्महरूलाई शुद्धिकरण गर्ने हो। जस्तै तुङसाकको विधिबाट पाप शुद्धिकरण गर्ने बेलामा पनि सुरुवातमा 35 तथागत बुद्धहरूलाई 35 प्रकारको तथागत बुद्धहरूलाई ढोक वन्दना गरेर क्रमिक रूपमा पाप प्रायश्चित गर्नेको अभ्यास गरिन्छ। त्यो पुण्य सञ्चयकै माध्यमबाट पाप कर्मलाई प्रायश्चित गर्दै जाने भएको हुनाले यो पुण्य सञ्चय अथवा यो 4 प्रकारको पुण्य बलको माध्यमबाट पाप कर्मलाई प्रतिकार गर्नेको उपायहरू यहाँ वर्णन गरेको हो। त्यसपछि वचनबाट हुने अकुशल कर्महरू 4 प्रकारको बताएको छ। 4 प्रकारको अकुशल कर्महरू मध्ये पहिलो कर्म चाहिँ झुटो वचन। झुटो वचन बोल्नुको कारणै अरूलाई झुकाउनको लागि झुटो वचन बोलेको हुन्छ। छल कपट गर्नको लागि त्यो चित्त जुन विचार छ भावना चाहिँ अशुद्ध भावनाबाट बोलिएको हुन्छ। यसमा पनि सानो सानो झुटो धेरै नै ठुलो हामी सामान्य व्यक्तिहरूको सामर्थ्य विचार भन्दा पनि निकै माथिल्लो तहको झुटोहरू बोल्ने त्यो शील भङ्ग हुने प्रकारको झुटो। त्यस अन्तर्गतमा आफूले साधना गरेर इष्टदेवको साक्षात दर्शन प्राप्त भयो भनेर झुटो बोलेर मान्छेलाई गलत दृष्टिले विश्वास दिलाउने अनि आफूलाई अभिज्ञ आत्मज्ञान अभिज्ञहरू प्राप्त भयो भने जस्तो र आफूलाई सिद्धिहरू विभिन्न लौकिक अलौकिक सिद्धिहरू प्राप्त भयो भनेर चाहिँ झुटो बोलेर अरूलाई चाहिँ भ्रम पार्ने र अरूलाई विश्वास दिलाउने त्यो चाहिँ निकै ठुलो माथिल्लो तहको झुटो हो। त्यस्तै सानो सानो झुटोहरू पनि अरूलाई झुक्याउनको लागि अरूलाई छलकपट गरेर बोलिने झुटो चाहिँ यो चाहिँ वचनबाट हुने पहिलो पाप कर्म हो। त्यस्तै प्रकारले 2 नम्बरमा चुगली लगाउनु। चुगली लगाउनु भनेको यो चाहिँ मिलिरहेको व्यक्तिहरूको बीचमा फरक प्रकारको कुरा प्रसङ्ग लगेर सम्बन्ध बिगार्दिने उनीहरूको सम्बन्ध फुटाइदिने त्यो चाहिँ चुगली लगाउने वचनबाट हुने दोस्रो पाप कर्म हो। तेस्रो नम्बरमा कडा बोली वचन बोलेर अरूको चित्त दुखाउने कडा बोली बोल्नु हो भने। चौथो नम्बरमा
अर्थ नभएको कुरा गरेर समय नष्ट गर्नु, यो माथि बोली बताएको झुटो वचन, चुगली लगाउनु, कडा बोली सबै अर्थ नभएकै वचन हो। त्यसमा पनि यो अलिक फरक फरक तवरबाट व्याख्या गरिएको छ, अर्थ नभएकै वचनमा पढ्न जान्छ। त्यसमा पनि फेरि यो अर्थ नभएको वचन, बिना अर्थको कुराहरू गरेर समय नष्ट गर्नु र जति सक्दो चाहिँ बोली वचन कम गर्ने, धेरै बोल्यो भने गल्ती धेरै हुन्छ। यस कारणले गर्दाखेरि समय बर्बाद हुने एकतिर छ, एकतिर चाहिँ पाप कर्महरू सञ्चय हुँदै जाने, अनि पुण्य कर्महरू घट्दै जाने, पाप कर्महरू बढ्दै जाने, अनि आफ्नो समय पनि नष्ट हुँदै जाने भएको हुनाले अर्थ नभएको समय धेरै, अर्थ नभएको कुरा धेरै गरेर समय नष्ट गर्नु पर्न जान्छ 4औं नम्बरमा भनेर बताउनु भएको छ। यसरी शरीरबाट र वचनबाट हुने अकुशल पाप कर्महरू, म पनि फेरि बोधिसत्वहरूको शरीर, वचन, मनबाट हुने यो 10 प्रकारको अकुशल कर्महरू, यसमा बोधिसत्वहरूको कार्यलीलाहरू अलि अनौठो प्रकारको पनि हुन्छ। हामी सर्वसाधारणले हेर्दा देख्दा प्राण हत्या गरेको, चोरी गरेको, बेविचारी गरेको जस्तो देखिए तापनि बोधिसत्वहरूले प्राणी उद्धारको सङ्कल्प लिएर हामीले हेर्ने र देख्ने दृष्टिकोणमा पाप कर्म गरेको देखिए तापनि, उहाँले बाहिरी रूपमा पाप कर्म गरेको देखाए तापनि भित्री प्राणी उद्धार गर्ने सङ्कल्पले गरेको कर्महरू चाहिँ अलि अनौठो हुन्छ, तर त्यो चाहिँ पाप कर्ममा गनिँदैन फेरि। त्यस कारणले गर्दा बोधिसत्वहरूको कार्यलीला हामीले हेर्दा देख्दा प्राणीहरूको हत्या गरेको जस्तो जस्तो अकुशल पाप कर्म गरेको देखाए तापनि उद्देश्य फरक छ। उहाँले त्यसलाई पुण्य प्राप्ति हेतु सङ्कल्प लिएर बोधि चित्तको धारणाबाट प्राणी उद्धारको सङ्कल्पबाट गरेको कर्महरू हेर्दाखेरि पाप कर्म गरेको जस्तो देखिने, तर व्यवहारमा र वास्तविकतामा त्यो चाहिँ पुण्य सञ्चयको कारण चाहिँ भएर जाने, त्यस्तो चाहिँ अनौठो प्रकारको पनि हुन्छ। त्यसपछि मनबाट हुने 3 प्रकारको अकुशल कर्महरूमा पहिलो कुरा चाहिँ नफ्सम, यो प्राप्ति इच्छा, चाहना अथवा लोभी मन, मनबाट धेरै कुनै वस्तुहरू चाहने आकाङ्क्षा। त्यसपछि न्यसम भन्नाले अरूलाई हानि पुर्याउने, नोक्सान पुर्याउने त्यस्तो प्रकारको विचार भयो। त्यसपछि लोकता भनेको मिथ्या दृष्टि। मिथ्या दृष्टि भनेको धर्मको सिद्धान्त विपरीतको सोचलाई मिथ्या दृष्टि भनेर बुझ्नु पर्दछ। धर्मको सिद्धान्त विपरीत भन्नाले कर्म हेतुफलको सिद्धान्तलाई अस्वीकार गर्ने, नमान्ने, अनि नर्क लोक, प्रेतलोक, पशुलोक जस्तो दुर्गति र दुःखहरूलाई चाहिँ अस्वीकार गर्ने, नमान्ने, अनि पुण्य सञ्चय गरेमा सुख प्राप्त हुन्छ भन्ने हेतुफलको सिद्धान्तलाई चाहिँ पटक्कै नमान्ने, त्यस्तो प्रकारको दृष्टि, त्यस्तो प्रकारको विचारलाई चाहिँ मिथ्या दृष्टि भनेर भनिन्छ। त्यो मिथ्या दृष्टि गरी यो 3 प्रकारको कर्महरू चाहिँ मनबाट सञ्चय हुने अकुशल कर्महरू हुन्। यसरी समग्रमा 10 प्रकारको अकुशल कर्महरूलाई चाहिँ प्रायश्चित गर्दछु भनेर यहाँ भनिएको छ। यो 10 प्रकारको अकुशल कर्महरू यो स्वाभाविक रूपमा नै अकुशल हुन्, पाप कर्म हुन्। प्राकृतिक रूपमा नै यो अकुशल पाप कर्महरू, जस्तै उदाहरणको लागि चाहिँ आगोको स्वभाव के हो भने आगोको स्वभाव चाहिँ तातो अथवा पोल्ने नै आगोको स्वभाव हो। त्यसै यो 10 प्रकारको अकुशल कर्महरूको बारेमा यहाँ बताएको छ। यो चाहिँ मान्छेले गरे पनि, पशुले गरे पनि, जसरी जुनैले गरे पनि यो 10 प्रकारको कर्महरू चाहिँ अकुशल नै हुन्। यसको स्वाभाविक रूपमा नै, प्राकृतिक रूपमा नै यो चाहिँ अकुशल पाप कर्महरू हुन् भनेर भन्नुहुन्छ। त्यस सन्दर्भमा 5 प्रकारको असीम पाप गर्ने सन्दर्भलाई यहाँ व्याख्या गरेको छ। 10 प्रकारको अकुशल कर्महरू त एक गरेर स्मरण गरेर पुण्य सञ्चय गर्दै गयो भने यो प्रायश्चित भएर जाने छ। यो असीम पाप गर्ने व्यक्तिहरू चाहिँ आफूले
अनादिकाल भनौँ कुनै न कुनै योभन्दा भूतकालको जन्महरूमा आफूले कुनै न कुनै जन्ममा यस्तो 5 प्रकारको पापहरू गरेको छ भने अहिले यो पुण्य सञ्चयको सन्दर्भमा स्मरण गरेर प्रायश्चित गर्छु भने सङ्कल्प गर्यो भने त्यस्तो पापहरू छ भने त्यस्तो पापको चाहिँ कारणहरू छ भने त्यो चाहिँ प्रायश्चित भएर जान्छ। यो असीम महापाप गरेको व्यक्तिहरू जसमा पहिलो कुरा चाहिँ जन्म दिनुहुने मातापिताको प्रसङ्ग छ। यो संसारमा जन्म दिनुहुने मातापिता सबैभन्दा धेरै कृपा हुन्छ उहाँहरूको, धेरै नै सबैभन्दा धेरै ठुलो कृपा भएको कारणले कृपाको क्षेत्र भएको हुनाले उहाँहरूको गुण उहाँहरूको कृपाको कारणले गर्दा उहाँहरूको हत्या गर्यो भने त्यो चाहिँ असीम महापाप लाग्ने। त्यस्तै प्रकारले अनि गुरु र अर्हतहरूलाई हत्या गर्यो भने उहाँहरू चाहिँ गुरु लोपेन भनेको गुरु हो, गुरुलाई हत्या गर्यो भने गुरु चाहिँ कृपाको क्षेत्र पनि हो, गुणको क्षेत्र पनि हो। गुण सम्पन्न भएको व्यक्ति मात्रै कल्याण मित्र हुन्छ, गुण सम्पन्न नभएको व्यक्ति कल्याण मित्र हुन सक्दैन। यसकारणले मातापिताहरू चाहिँ कृपा हो तर गुण सम्पन्न नहुन पनि सक्छ। तर कल्याण मित्र गुरु चाहिँ ले हामी शिष्यहरूलाई मार्ग दर्शाउने, पाप मुक्त गराउने, बुद्ध भूमिमा पुर्याउने त्यस्तो परोपकारी सोचले हामीले मार्गदर्शन हुनुभएको कारणले उहाँहरूको चाहिँ कृपा पनि ठुलो छ। गुण कृपा दुवै गुणले चाहिँ उहाँहरू उच्च स्थानमा हुनुहुन्छ। त्यस कारणले कल्याण मित्रको स्थान अत्यन्तै उच्च स्थानमा हुन्छ। त्यस्तै अर्हतो भनेको संसारमा जन्म हुने हेतु क्लेशलाई पूर्ण रूपमा नाश गरेको व्यक्ति मात्रै अर्हतो हुन सक्छ। अर्हतो प्राप्त भएको व्यक्तिहरू चाहिँ संसार चक्रबाट मुक्त भइसकेको हुन्छ। त्यसकारण त्यो चाहिँ गुण क्षेत्र हो। जसले चाहिँ कल्याण मित्रको हत्या गर्छ, जसले अर्हतो प्राप्त भइसकेकोहरूको हत्या गर्छ भने त्यो चाहिँ असीम पाप हो, असीम पाप। र त्यस्तै प्रकारले बुद्धलाई साक्षात रूपमा त विगार गर्न सकेन, तर बुद्धको प्रतिमाहरू, बुद्धको वृत्तचित्रहरूलाई गलत विचारले, गलत मनसायले तोडफोड गर्ने, भत्काउने इत्यादि गरेमा त्यो पनि असीम पापभित्र लाग्ने। यसमा एउटा फेरि असीम पापभित्र भिक्षुसँग फुटाउने, गेदिन खुर्लोयन भनेर भिक्षुसँग फुटाउने प्रसङ्ग पनि कुनै कुनैमा चाहिँ उल्लेख भएको पाउँछ। बुद्धकालीन समयमा देवदत्त नाम गरेको एकजना भिक्षुले, देवदत्त नाम गरेको व्यक्तिले विभिन्न प्रकारको उपाय उक्ति जुक्ति गरेर विशाल भिक्षुहरूको सङ्गठन चाहिँ फुटाउने काम चाहिँ ठुलो पाप गर्यो। अनि उसले असीम कर्म गरेको पाप लागेको थियो। त्यस्तै गरेर यो सङ्घ फुटाउने, मिलिरहेको चाहिँ भिक्षुहरूको, भिक्षुनीहरूको सङ्घलाई विभाजन गरिदिने, फुटाइदिने त्यो पनि असीम पापभित्र पर्दछ। यसलाई चाहिँ क्षम्य भनेर, असीम भनेको के हो भने सीमा हुँदैन भनेको, क्षम भनेको सीमा हो, सीमा हुँदैन भनेको त्यस्तो पाप गरेको कुनै पनि व्यक्ति मृत्यु भएपछि उसको भर्दोको यात्रा हुँदैन, उसको सीमा हुँदैन भर्दोमा, त्यो व्यक्ति सिधै नरकमा पतन भएर जाने भएको हुनाले यस्तो प्रकारको 5 किसिमको कर्म पाप गर्यो भने त्यसलाई असीम पाप भनेको कारण चाहिँ यसको भर्दोको सीमा नभएको कारण सिधै नरकमा पतन हुने कारणले गर्दा यसलाई असीम पाप भनिएको हो। त्यस्तै प्रकारले 5 असीम पाप जस्तै 5 असीम पाप गरेको व्यक्तिहरू चाहिँ यसमा प्रायश्चित गर्यो भने अन्य पाप कर्महरू त विधिपूर्वक प्रायश्चित गर्यो भने प्रायश्चित हुने, यदि नभए पनि मृत्यु अवस्थामा प्रायश्चित हुन सक्ने। तर यो 5 असीम महापाप चाहिँ अहिले नै 5 उपाय बलको माध्यमबाट विधिपूर्वक प्रायश्चित गरिएन भने मृत्यु अवस्थामा प्रायश्चित हुने भन्ने सम्भव हुँदैन। 4 प्रकारको पुण्य बलको उपायद्वारा यसलाई अहिले नै प्रायश्चित गर्न सकेन भने मृत्यु अवस्थामा प्रायश्चित गर्ने सम्भावना रहँदैन। त्यो व्यक्ति चाहिँ सिधै नर्कलोकमा पतन भएर जानेछ। त्यस्तै गरेर यो 5 असीम महापाप जस्तै 5 असीम पापकै नजिकमा पर्ने पनि प्रसङ्ग यहाँ उल्लेख गरिएको छ। यस अन्तर्गतमा चाहिँ
भिक्षुहरूको हत्या गर्ने अनि श्रमणेरहरूलाई को हत्या गर्ने जस्तो भिक्षु श्रमणेरको हत्या गर्ने त्यस्तै प्रकारले भिक्षुनी भोट बौद्ध परम्परामा भिक्षुनीहरू चाहिँ श्रमणेरिका हुनुहुन्छ। श्रमणेरिकाहरूलाई चाहिँ शिलबाट पतन गराउने जस्तो त्यस्तै प्रकारले प्रतिमाहरू भगवानको प्रतिमाहरू भत्काउने जस्तो स्तूपहरू भत्काउने जस्तो देवालयहरू जस्तो भत्काउने जस्तो यी कर्महरू पनि यो असीम पापकै नजिक पर्ने भएको हुनाले यी पापहरूलाई पनि प्रायश्चित गर्नुपर्दछ भनेर यहाँ उल्लेख गरिएको छ। त्रिरत्न र त्रिरत्न बुद्ध धर्मसँग त्रिरत्न अनि गुम्ब देवालयहरू र बुद्ध वचन ग्रन्थहरूलाई साक्षी राखेर कसम खाने यहाँ धर्म परित्याग गर्ने प्रसङ्गलाई जोडेर यहाँ प्रस्तुत गरिएको छ। त्रिरत्न अनि देवालय गुम्बाहरू भगवानको प्रतिमा वचनहरू ग्रन्थहरूलाई साक्षी राखेर कसम खाने आफूलाई सत्य साबित गर्नको लागि ती शरण स्थानहरूलाई साक्ष्य राखेर कसम खाएर अनि आफू चाहिँ त्यसमा रहन नसक्नु त्यस्तोलाई चाहिँ सद्धर्म त्याग धर्म त्यागेको कर्म भनेको सद्धर्म त्यागको कर्म चाहिँ अन्तर्गतमा पर्दछ यो। यस कारणले छ्याङ्मे रिम्पोछेको यो धेमेन प्रणिधानमा पनि यो ठुलो पाप कर्म हो भनेर चाहिँ वर्णन गरिएको छ। यसरी चाहिँ यी शरण स्थानहरूलाई साक्षी राखेर कसम खानु र आफू चाहिँ फेरि त्यसमा रहन नसक्नु भनेको त्यो सिद्धान्तभन्दा आफू चाहिँ विपरीत हुन गयो। यसरी चाहिँ यो चाहिँ एउटा सद्धर्म त्याग गरेको चाहिँ कर्म अन्तर्गतमा पर्न जान्छ। भोट बौद्ध परम्परामा 4 प्रकारको परम्पराहरू छन्। यी सबै परम्पराहरू संसारबाट मुक्त हुने र अनुत्तर सम्यक सम्बुद्ध ज्ञान प्राप्त गर्ने मार्गमा सबैको उद्देश्य र सबैको सिद्धान्त एकै हो। त्यसभित्र पनि आफ्नो आफ्नो एउटा चाहिँ पक्षपातको कारणले गर्दाखेरि आफ्नो पक्षको आफूले अनुसरण गरेकोलाई धेरै नै राम्रो भने अरू परम्पराहरूमा चाहिँ कुदृष्टिले विभिन्न प्रकारको भ्रम सिर्जना गराउने सूचनाहरू दिने भ्रम सिर्जना गर्ने मान्छेहरूलाई चाहिँ विभिन्न चाहिँ भ्रममा पार्ने त्यस्तोहरू चाहिँ गर्नु पनि त्यो पनि धर्म त्याग गरेको कर्म अन्तर्गतमा पर्न जान्छ। त्यो के कारणबाट हुन्छ भन्दाखेरि मिथ्या दृष्टिको कारणबाट चाहिँ यो धर्म त्याग गर्नेको समस्याहरू धर्म त्याग गरेको कर्महरू सञ्चय हुन जान्छ। र यो धर्म त्याग गर्ने कर्म गरेको व्यक्ति चाहिँ सुखौती भुवनमा जन्म लिनको लागि सबैभन्दा एउटा बाधक कारण बन्न जान्छ। यो बाधक कारण बन्न जान्छ मिथ्या दृष्टिको कारणबाट हुने भएको हुनाले। र हिजोको गुरुहरूले अघि बताएको 5 असीम महापाप र यो सद्धर्म त्याग गरेको पाप कर्महरू दुईमा कुन चाहिँ ठुलो हुन्छ भन्ने प्रसङ्गमा 5 असीम महापाप गरेको भन्दा पनि यो धर्म त्याग गरेको पाप चाहिँ अझै ठुलो हुन्छ भनेर भन्नुहुन्छ। किन भन्दा यो चाहिँ मिथ्या दृष्टिको कारणबाट यो चाहिँ सद्धर्म मार्ग हेतु फल सिद्धान्त नै त्याग गरेको कारणले यसको पाप प्रायश्चित हुन चाहिँ गाह्रो छ। तर 5 असीम पाप गरेको व्यक्तिहरूले त प्रायश्चित उसले चाहिँ पश्चाताप गरेर 5 बलको विधिबाट चाहिँ प्रायश्चित गर्यो भने यो चाहिँ प्रायश्चित हुन सक्ने। जसले धर्मको मार्ग नै त्याग गर्यो उसको पाप चाहिँ प्रायश्चित हुन नसक्ने। यस कारणले गर्दाखेरि 5 असीम पाप गरेको भन्दा पनि सद्धर्म मार्ग परित्याग गरेको कर्म चाहिँ पाप कर्म चाहिँ अझै त्यो भन्दा पनि भयानक त्यो भन्दा पनि ठुलो हुन्छ भनेर हिजोको गुरुहरूले बताउनुहुन्छ भन्नुहुन्छ। यो त्रिलोक धातुमा भएको प्राणीहरू एक प्राणीहरू हत्या गरेको पाप कर्मको फल पनि धेरै हुन्छ भने त्रिलोक धातुमा भएको यी सबै प्राणीहरूलाई हत्या गरेको पाप कर्म त अत्याधिक मात्रामै धेरै हुन्छ। तर यो लोक धातुमा भएको सबै प्राणीहरूको हत्या गर्नुभन्दा पनि बोधिसत्वहरूलाई आरोप लगाउने पाप चाहिँ अझै ठुलो हुन्छ। किन भन्दा बोधिसत्व भनेकै यो त्रिलोक धातुमा भएको
यो लोक धातुमा भएको सर्वसत्व प्राणीहरूलाई दुःखको चक्रबाट मुक्त गराउने उद्देश्यले सङ्कल्प लिएर कार्य गर्ने कर्म गर्ने नै बोधिसत्व हुनुहुन्छ भने ती त्रिलोक धातुमा भएको सबै प्राणीहरूको हत्या गर्ने पाप कर्म भन्दा पनि ती सबै प्राणीहरूलाई उद्धार गर्ने सङ्कल्प लिएर बोधिचार्य गर्ने बोधिसत्वहरूलाई आरोप लगाउने कर्म गर्यो भने त्यो चाहिँ अझै पनि ठुलो पाप लाग्छ। त्यस्तो जस्तै माता पिताले हामीलाई धेरै गुण लगाएको हुन्छ, उसले सीमित क्षेत्रलाई मात्रै गुण लगाएको हुन्छ भने बोधिसत्वहरूको गुण त तुलना हुँदैन। बोधिसत्वहरूले चाहिँ सीमितलाई मात्रै लक्षित गरेर कार्य गरेको हुँदैन। उसले त यो लोक धातुमा भएको यसले चाहिँ आफूसँग असम्बन्धित प्राणीहरूलाई समेत पनि, जस्तै हामी माता पिताले त आफूसँग सम्बन्धितहरूलाई मात्रै गुण लगाउने कृपा लगाउने हुन्छ भने बोधिसत्वहरूले त असम्बन्धित प्राणीहरू यो लोक धातुमा भएको आफ्नो नाता गोता कुल कुटुम्ब भन्ने हुँदैन, लोक धातुमा भएको असम्बन्धित प्राणीहरूको लागि पनि कृपा लगाउने भएको हुनाले बोधिसत्वहरूको कृपाको दृष्टिबाट पनि सबैभन्दा उच्च स्थानमा हुनुहुन्छ, गुणको दृष्टिबाट पनि धेरै उच्च स्थानमा हुनुहुन्छ। यस कारणले यस्तो बोधिसत्वहरूलाई आरोप लगाउने कर्म, आरोप लगाउने विभिन्न नाना थरीको आरोप लगायो भने त्यो बोधिसत्वहरूलाई आरोप लगाएको व्यक्ति चाहिँ क्षणिक आरोप लगाएको कर्मको फलले गर्दाखेरि एक क्षणिकले एक कल्पसम्मको चाहिँ पापको फल भोग्नु पर्ने, एक क्षणिक मात्रै उसले आरोप लगाएको कर्मको प्रतिफलले गर्दाखेरि त्यसको विपाक फल चाहिँ एक कल्पसम्म नरकको दुःख भोग्नु पर्ने। त्यस्तो प्रसङ्गहरू चाहिँ धर्मग्रन्थहरूमा, सूत्रहरूमा, शास्त्रहरूमा धेरै ठाउँहरूमा चाहिँ व्यापक रूपमा उल्लेखित भएको हुनाले बोधिसत्वहरूलाई आरोप लगाउनु हुँदैन र यो पाप कर्महरूलाई पनि विधिपूर्वक 4 बलको उपाय विधिद्वारा प्रायश्चित गर्यो भने सबै शुद्धि भएर जाने तरिका यहाँ वर्णन गरिएको छ। Rangin tenye zuba tarshine chunga ru jikten zebar shu sanje temba tarshin jebar semjen tamje deshin jibar nindan tsendo chula shebar Rangin tenye lenjen ru